यो भिडियो चाहिँ सबै साथीहरुको लागि हो है। यो भिडियो चाहिँ तपाईहरुलाई काम लाग्ने कुरा छ, इम्पोर्टेन्ट कुरा है। अलिकति ध्यान दिएर सुन्नु होला, भिडियो अन्तिमसम्म हेर्नु होला है। यो चाहिँ एकदमै हाम्रो घरेलु औषधि है साथीहरु। हाम्रो करेसा बारीमा कति थरी जडीबुटी आयुर्वेदीहरु औषधि हुन्छ, हामीलाई थाहा हुँदैन हैन। त्यो कारणले मैले चाहिँ आज प्रत्यक्ष रूपमा खनेर पुरै पखालेर औषधि बनाएर आफूले युज गरेर हेरेर अनि मात्रै तपाईहरुलाई मैले यो भिडियो बनाउन बाध्य भएको हो। तपाईहरुले पनि जानुन् भनेर हैन साथीहरु। यो चाहिँ के भन्नुहुन्छ भन्देखि यो चाहिँ बदमको जस्तो लहरा हुँदो रहेछ है। यो चाहिँ पहेँलो पहेँलो फुल्दो रहेछ, बदम स्टाइलको हुँदो रहेछ। यो चाहिँ एकदमै तपाईहरुलाई काम लाग्ने कुरा हो है साथीहरु। भिडियो अन्तिमसम्म हेर्नु होला। यो जडीबुटी एकदमै राम्रो औषधि रहेछ है। यो खनेर जरैदेखि खनेर ल्याएर मजाले धारामा डङ जङ पखाल्ने, कुट्ने अनि त्यहाँ हरियो झोल बनाउने अनि त्यो हरियो झोल चाहिँ खाली पेटमा खाने। कति थरी रोगलाई काम गर्दो रहेछ क्या। ल म भन्छु, बताउँछु, एकछिनको भिडियो कतै नकन हेरेर भन्नु होला है। यो चाहिँ मजाले खाएपछि तपाईहरुलाई टोयलेट बस्दा हुन्छ, दिशा गोटा जम्छ, कति बेर घन्टौं घन्टौं लाग्दा पनि दिशा खलास जाँदैन। त्यस्तो भएपछि यो चाहिँ यो झार खोजेर ल्याएर चाहिँ यसलाई इपिल झार भन्दो रहेछ है। यो इपिल झार चाहिँ मजाले ल्याएर चाहिँ कुटेर खानु होला। यो औषधिले चट्टै गर्दो रहेछ क्या साथीहरु है। हामीलाई चाहिँ थाहा हुँदैन। हाम्रो यही वरिपरि हाम्रो आँखा अगाडि औषधि हुन्छ, हामी लात्ताले लत्याएर हिँड्छौं, हामीलाई थाहा हुँदैन। अनि त्यहाँबाट मान्छेले बाहिर बाहिर खोजी खोजी हिँड्छ। तर हाम्रो यही करेसा बारीतिरै हुन्छ क्या यस्ता औषधिहरु। तपाईहरुले पनि युज गरेर नि हेर्नु भएको होला। कतिपयले चिन्नु भएको होला यो औषधिको नाम है। त्यति तपाईहरुलाई काम लाग्ने कुरा रहेछ क्या। भित्र सुगर, प्रेसर, थाइराइड, कब्जियत भएको जति सबै यसले लाँदो रहेछ है साथीहरु। यो एकदमै ध्यान दिएर हेर्नु होला, भिडियो अन्तिमसम्म हेर्नु होला। सबै सिकाउँछु मैले है। यो कुटेर ल्याएर खाएर सबै देखाउँछु तपाईहरुलाई। यो धेरै थरी रोगलाई काम गर्दो रहेछ। तपाईहरुले जहाँ पनि खोजी खोजी ल्याएर खानु होला साथीहरु। यो औषधिले चाहिँ नछोड्नु होला, एकदमै तपाईहरुलाई काम लाग्ने कुरा रहेछ है। यो औषधि अब हाम्रो वरिपरि हुन्छ नि त। केही औषधि हामीलाई थाहा हुँदैन। यहाँका औषधिहरु कहाँ कहाँ पुगेर कति महँगा भएर यो एउटा ट्याब्लेटलाई 2000, 3000, 4000 पर्नेसम्म बनाएर यहाँ बिक्री गर्छन्। हामीलाई केही थाहा हुँदैन। हाम्रो करेसा बारीमा कति थरी जडीबुटीहरु भइरहेको छ, हामीलाई थाहा हुँदैन। सुगर, प्रेसर, क्यान्सर, थाइराइड, कब्जियत भएका रोगहरूलाई हुने औषधिहरु कति छन्, तर हामीलाई थाहा हुँदैन क्या। हामी चाहिँ खोजी खोजी अन्त गएर किनेर एउटा ट्याब्लेट किनेर ल्याएर यसले होला कि भन्छौं, उसले होला कि भन्छौं, चारतिर भोक्तारिन्छौं, तर हामीलाई थाहा हुँदैन है। यस्ता यस्ता औषधिहरु हाम्रो करेसा बारीमा हामीले खुट्टाले लत्याएर हिँडिरहेका छौं के साथीहरु। तपाईहरु पनि यसरी युज गरेर ल्याउनु होला साथीहरु है। एकदमै इम्पोर्टेन्ट औषधि रहेछ। तपाईहरुलाई चाहिने कुराहरु हो यो हैन। यी जडीबुटीहरु सबै काम लाग्ने हो के। तपाईहरुलाई मैले काम लाग्ने कुराहरु देखाइरहेको छु। हाम्रो आसपासमा कति थरी औषधिहरु जडीबुटीहरु हुन्छन्, तर हामीलाई थाहा भएको हुँदैन के साथीहरु। त्यस्तो हो नि त काइता। हामीलाई केही थाहा हुँदैन। यो सबै औषधि, पारिजात औषधि, चमेलीको फूल औषधि, अमला औषधि, यी सबै आयुर्वेदीहरु औषधि, यी सबै अब तुलसी औषधि, सबै औषधि। हामीलाई केही थाहा हुँदैन। हामी चाहिँ बाहिरतिर भोगतारेर यहाँ गएर होलाइ भन्छौं, उहाँ गएर होलाइ भन्छौं, यहाँ गएर विषय होलाइ भन्यो, उहाँ गएर विषय होलाइ भन्यो, हरेक रोग बोक्यो अनि बाहिर बाहिर भोगतारेर औषधि किनेर खान जान्छौं। हाम्रो घरेलुको यो वरिपरिका औषधि हामीलाई यो जडीबुटी लाग्दैन। यो त झन् खुट्टा भाँचेको औषधि। हेर्नुस् त साथीहरु, यो हात भाँचेको, खुट्टा भाँचेको, ट्याक्कै पहिलाका बुढापाकाहरूले यो मजाले पानीमा पकाएर जोड्दाखेरि ट्याक्कै हात खुट्टा जोडिने त्यस्तो औषधि यो वरिपरि हुन्छ हाम्रो औषधि। तर हामीलाई थाहा भएको हुँदैन साथीहरु है। यो औषधि त्यति काम लाग्ने औषधि हो के साथीहरु। मैले सबै जडीबुटीहरु देखाइरहेको छु तपाईहरुलाई है। चाहिने कुरा क्या साथीहरु है। अनि हामीलाई थाहा हुँदैन।
अब यस्ता यी जडीबुटीहरू सबै कुटेर लगाइसकेपछि हाम्रा हात खुट्टा मर्केको ठोकिएको ठाउँमा सबै बिसे हुने त्यस्ता औषधि छन्। तर हामीलाई थाहा हुँदैन। हामी चाहिँ बाहिर भोक्तारेर हस्पिटल जान्छौँ, कहाँ जान्छौँ, के गर्छौँ एउटा ट्याब्लेट किन्नलाई। त्यस्तो हुन्छ साथीहरू है। यो पनि अब यी तपाईँहरूलाई काम लाग्ने कुरा हो। यो एकदमै चाहिने कुरा। हेर्नु न, यो यस्तो औषधि हो कि साथीहरू, यो अर्को भिडियोमा बताउँछु। पहिला आज चाहिँ अर्को त्यो पहिलाकै छ नि इपिल झार, त्यो झारको चाहिँ मैले आज त्यो भिडियो बनाएँ। भोलि तपाईँहरूलाई अर्को भिडियोमा म आउने छु, तपाईँहरूलाई यो औषधि बनाएर देखाउने छु साथीहरू। तपाईँहरूलाई एकदमै चाहिने कुरा रहेछ है। अब आज चाहिँ यसकै मात्रैको औषधि बनाएको मैले, त्यो चाहिँ देखाएको मात्रै हो तपाईँहरूलाई। भिडियो अन्तिमसम्म हेर्नु होला। एकदमै चाहिने कुरा छ, नचाहिने कुरा होइन, एकदमै चाहिने कुरा। हेर्नु त साथीहरू, यस्तो औषधि हुने कुराहरू तपाईँहरूले अब काहीँ केही हेर्नुहुन्न। अब यो त खोजी रोप्न पर्ने औषधि हो कि साथीहरू, हामीलाई थाहा नभएर हो। अब यस्तो औषधिहरू कति काम लाग्छ हामीलाई। हामी त खोजी त्यो बाहिर एउटा ट्याब्लेटलाई कति थरी पैसा तिरेर किनेर खान जान्छौँ। हामी टोइलेट बस्दाखेरि कर्न पर्ने, गर्न पर्ने, दिसा खलास नजाने, त्यस्तो कब्जियत हुने औषधि हाम्रो यहीँ नजिकै छ, हामीलाई थाहा छैन। हामी चाहिँ बाहिर भोक्तारेर हिँड्छौँ। कहाँबाट के गर्ने होला, कसरी बिस्यो होला भन्यो, बाहिर रुमाल लिएर खोज्दै हिँड्यो, अनि त्यहाँबाट यस्तो हुन्छ साथीहरू है। भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरू। अब यो सबै औषधि हो क्या साथीहरू, यो नि औषधि हो है। तर हामीलाई थाहा हुँदैन नि त, वरिपरि कति औषधि बनाएको हुन्छ हामीलाई थाहा हुँदैन। अनि यस्तो औषधिहरू साथीहरू है, तपाईँहरूले पनि भिडियो अन्तिमसम्म हेर्नु होला। यस्तै छ साथीहरू है, यो जम्मै औषधि चाहिने कुराहरू हो, हामीलाई त थाहा नभएको। अब तपाईँहरूलाई के कस्तो लाग्छ होइन, थाहा नभएपछि अब के गर्ने, यस्तै हो साथीहरू। अब यस्तो हेर्नु न, यहाँ यो यस्तो छ, यो नि औषधि हो, यो पनि औषधि हो, यो नि औषधि हो, यो पनि औषधि हो, यो पनि औषधि हो, सबै औषधि। तर हामी बाहिर भोक्तारेर धेरै पैसा तिरेर ल्याएर गर्न खोज्छौँ क्या साथीहरू। त्यो काहीँ त होइन नि त होइन, त्यो हो नि त साथीहरू होइन। मलाई चाहिँ त्यस्तो लाग्छ है, हजुरहरूलाई कस्तो लाग्छ? ल भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरू। सकिन लाग्यो है। यो चाहिँ बोधो हो है, यो बोधोले पनि कति थरी रोगलाई काम गर्छ हामीलाई थाहा हुँदैन। यसले पनि कति थरी, यो रातो छ नि साथीहरू, यो रातो नि मैले अघिल्लो भिडियोमा बनाएको थिएँ। यो नि कति थरीलाई कामको लाग्छ क्या। यो नि कस्तो चाहिने कुराहरू हो साथीहरू है। तर हामीलाई थाहा हुँदैन क्या साथीहरू। यस्तो औषधि, जडीबुटी औषधि हुन्छ, हामीलाई केही थाहा हुँदैन। तपाईँहरूलाई मैले देखाइरहेको छु नि साथीहरू, यी जम्मै जडीबुटीहरू हुन्। सबै एकाएक नाम चाहिँ मैले पहिलाकै भिडियोमा अर्को भने, तर तपाईँलाई देखाइरहेको छु। यो चाहिने कुराहरू हो तपाईँहरूलाई। हेर्नु त, हामीलाई थाहा हुँदैन, सबै जडीबुटी हुने। हेर्नु न, यो नि काम लाग्छ। यो पनि कुट्यो भने मजाले औषधि हुन्छ साथीहरू, हामीलाई थाहा नभएको। हेर्नु त, यो पनि म अघिल्लो भिडियोमा पछिल्लो भिडियोमा बनाउँछु साथीहरू। यो चाहिँ है, हेर्नु त यस्तो छ। ल यो कस्तो लाग्छ तपाईँहरूलाई? ल हेर्नुहोस्, चाहिने कुराहरू हो नि। यो अमला चाहिने कुरा हो, सबै चाहिने कुरा होइन। ल हेर्नुहोस् साथीहरू, ल कति राम्रो छ। गजब छ त नि, गजब छ एकदमै। यस्तो औषधिहरू चाहिने कुराहरू त फुल भिडियो हेरेर साथ दिनु होला साथीहरू। हवस् त, धन्यवाद। अब आजको भिडियोलाई यति नै टुङ्ग्याएँ मैले। अब हजुरहरू हेरिदिनु होला, मन पराइदिनु होला भन्ने मलाई लागेको छ साथीहरू। सबैजनालाई हेर्नु होला। यो औषधिहरू, यो त झन् कस्तो औषधि, यो सबै किराहरू मार्ने औषधि हो है। यो त झन् चाहिने कुराहरू साथीहरू, एकदम चाहिने।